हाउ टु स्टे ह्याप्पी इभन हार्ड टाइम्स। जीवनमा यस्ता समस्याहरू आउँछन् जब सबै कुरा भारी लाग्छ। सायद तपाईँका हृदय मन टुक्रिएको छ, सायद तपाईँका सपनाहरू टाढा भइरहेको छ। तर नआत्तिनुहोस्, हामी यी क्षणहरूमा पनि खुसी हुन सक्छौँ। अझै पनि हामी खुसी खोज्न सक्छौँ। पीडा यात्राको एक भाग हो। पीडाको अर्थ तपाईँ भाँचिएको, टुक्रिएको, सकिएको होइन। यसको अर्थ तपाईँ जीवित महान मानव हुनुहुन्छ, किनकि तपाईँ महसुस गर्न सक्नुहुन्छ र यसलाई निको पार्न पनि सक्नुहुन्छ। सबैजना जतिसुकै बलियो, धनी वा बुद्धिमान भए पनि कठिन समय परिस्थितिहरूबाट गुज्रेकै हुन्छन्। तर शक्तिशाली कुरा यहाँ के छ भने तपाईँ पीडाबाट हिँड्न, अगाडि बढ्न सक्नुहुन्छ र अझै पनि आफ्नो मनमा शान्ति बोक्न सक्नुहुन्छ। खुसी आँधीबेहरीहरूको अभाव होइन, यो वर्षाको बेला कसरी नाच्ने भनेर सिक्नु हो। इन्जोय एभ्री सिजन, समर होस् वा विन्टर, हरेक सिजनको आनन्द लिनुहोस्। कहिल्यै पनि कम्प्लेनहरू नगर्नुहोस्, किनभने हामीलाई हरेक सिजनको आवश्यकता पर्दछ। त्यसरी नै हाम्रो हरेक सुख दुःखको आनन्द लिनुहोस्। सो वाइ बी बिकज अफ ए, वाइ ए बिकज अफ बी। हाम्रो जीवनमा पनि किन दुःखहरू छ त? किनकि त्यहाँ सुखहरू पनि छ। किन सुखहरू छ त? किनकि त्यहाँ दुःखहरू पनि छ। त्यसैले आफ्नो दुःख सुख सबैको आनन्द लिनुहोस्। जसरी ए बिना बीको अर्थ नै रहँदैन, त्यसरी नै बी बिना ए को पनि अर्थ नै रहँदैन। दुवैको आवश्यकता पर्दछ। त्यसरी नै हाम्रो जीवनमा पनि सुख दुःख दुवैको आवश्यकता पर्दछ। किनकि सुखहरूले तपाईँलाई खुसी दिइरहेको हुन्छ र तपाईँ स्वास्थ्य भएर बाँचिरहनु भएको हुन्छ भने दुःख समस्याहरूले तपाईँलाई खुसी हुन र बाँच्न सिकाइरहेको हुन्छ। द हार्ड टाइम डोन्ट कम टु डिस्ट्रोय यु, इन्स्टेड दे कम टु ग्रो यु। कठिन समय तपाईँलाई नष्ट गर्न आउँदैनन्, तिनीहरू त तपाईँलाई अगाडि बढाउन र बलियो बनाउन आउँछन्। प्रत्येक जीवनको यात्रामा परीक्षाहरू समावेश हुन्छन् र प्रक्रियामा विश्वास गर्नुहोस्। तपाईँलाई सजाय दिँदै छैन, तपाईँलाई तयार पारिँदैछ। आफैलाई भन्नुहोस्, अहिले ठिक नहुनु ठिक छ, तर यो क्षण सधैँभरि रहने छैन। कहिलेकाहीँ हाम्रो जीवन हाम्रो कन्ट्रोलमा नहुन सक्छ। हामीले नसोचेको, हामीले नचाहेको कुरा पनि हुन सक्छ, तर सधैँ र सबै भने पक्कै पनि होइन। तपाईँ सधैँ यो भन्न सक्नुहुन्न कि मलाई के हुन्छ र के हुनेवाला छ, तर तपाईँ त्यसलाई कसरी लिनुहुन्छ, कसरी हेर्नुहुन्छ, कसरी प्रतिक्रिया दिनुहुन्छ, त्यो भनेको तपाईँकै हातमा हुन्छ। यो तपाईँ छनौट गर्न सक्नुहुन्छ। कठिन समय परिस्थितिहरूले प्राय लुकेका उपहारहरू ल्याउँदछन्। तिनीहरूले हामीलाई सिकाउँछन्, बलियो बनाउँछन् र जोगाउँछन्। आफैलाई भन्नुहोस्, मलाई यसले के सिकाउन खोजिरहेको छ र म यसबाट कसरी अगाडि बढ्न सक्छु। आफ्नो पीडालाई शक्तिमा परिणत गर्नुहोस्। तपाईँले सोचेको भन्दा धेरै बलियो र शक्तिशाली हुनु। कठिन समय र परिस्थितिहरू तपाईँको कथाको अंश हो, यसको अन्त्य होइन। गाह्रो हुँदा पनि आनन्द रोज्नुहोस्, किनभने त्यो समय सबैभन्दा महत्त्वपूर्ण